आगे पेन भी रहा है टेक सो हेलो वेलकम बैक टू माई च्यानल सबैजना सन्चै आरामै हुनुहुन्छ होला हामी पनि एकदम सन्चै आरामै छौँ ल चट्ट चिरेको चट्ट परेर काजन लाग्यो भन्नुभयो होला आज चाहिँ हामी साइडमा घर जान पोखरा पोखरा बजारमै होइन त्यतै है अनि भाइ र म घर जान लाग्यो अनि यो भेन जाने हो कि होइन कति जाने हो एक झोला भिरेछु सोध्नु उसो हाल्नु पऱ्यो नि त अनि त्यही हो ल हामीले गाडीमा बसिसक्यो यो भाइ चाहिँ अङ्गल मान्छे लाइक सेयर सब्सक्राइब कलर हामी चाहिँ गाडीबाट झरिसकेर बसिसक्यौँ यहाँ यताडि आएको अब यताडि गाडी आउँछ यहाँनिर गाडी आउँछ नि सिधै माथि डाँडाको टुप्पा त्यतिको डाँडा टुप्पा हो कि अनि त्यही हो अब एकैचोटि भन्दा पनि खाइरहनु भयो सरले चाहिँ कति खानु सक्नुभयो पनि यो गरेर खाएको थिएँ झोला सिँगिन पनि अब त्यही अब एकछिनमा भेटौँ न अब गाडी अब चाहिँ कति बेला आउँछ अब उता बस्नु न कालो मान्छे देखिन पनि सकियो ट्याक्क हामी चाहिँ झरिसक्यो नि गाडीबाट झरेर गर्नु भएर यो वाला खाना कि यो कति हो 50 रुपियाँ रहेछ कस्तो छ त्यही आउँछ 2 प्लेट त्यही एकछिन बाथरुममा गएर भेटाउनु ल हामी चाहिँ बिच बाटोमा आइसकियो अब हामी घर जाँदैछौँ होइन ए घरबाट उता यो डाँडा ठ्याप्पै अपोजिट भनिदिनु भयो होइन डाँडाको ठ्याक्क यो उसकै उकालो सिधा यस्तो हो नि त उकालोको बिचको आलु त के ठ्याक्कै अब हामी चाहिँ के अरे यस्तो भ्यू हेर्दै हिँडिरहेको भ्यू मैले बिच हालिदिइरहेको छु अनि हेर्नु होला यहाँ तुइरो लाएर नभए यस्तो बेस्ट के पोखरा हो नि त फेरि यो त पोखरा माथि भन्नु तँ अरू जस्तो गरेर भिन्यो ल एकछिन भेटौँ हामी चाहिँ अलिक नजिक आइयो अब अघि नै मैले जुम गरेर देखाएको त्यो घर चाहिँ यही हो यही घर त हो ए यो घरबाट उता यो जुम गरेर देखाएको उहाँ रोडमा यो घर माथिको रोडबाट हामी चाहिँ अलि अगाडि माथि आइयो अहिले चाहिँ अब यहाँ भ्यू यस्तो दामी देखिन्छ अब तुइरो लागिहाल्यो क्या त नि अब भ्यू हेर्नु पर्ने थियो म भ्यू बबाल हाल्थेँ अब तुइरो लायो अब के रुँदा चाहिँ बिचरो र अब तुइरो लायो घाम पनि हेर न कहाँ गयो घाम हेलो सर श्री शर्मा शास्त्री के हो त जुन होइन तँ होस् म चाहिँ यहाँ सानोमा घर आइसकेँ कि यो भाइ अझ कटिङ ला त आएसँग त ल अब के हुन्छ घाँटी रेट्नु अनि काटिङ अरू त दाइले गरिहालिदिन्छ त
पर्दैन बाख्रालाई मात्र हातबाट चाहिँ मर्दैन अब एकछिनसम्म कुर्नै पर्छ हो एकदम ज्यालो छ कि नहुनु नि त अब चाहिँ मासु काटिङ प्रोग्राम अब पिस पिस बनाऊ होइन त्यति ठुलो बनाउने हेर यो क्यामेरा हाल्दै उठिदिनु पर्छ यो चाहिँ हाम्रो एकदम अन्तर्राष्ट्रिय है म आफै पुस्छु क्या यो कराङ होइन त होइन बिचको हो कि बिचको ओके ब्यागमा नआउने ब्यागन हो कि मेरो डन्ड यो डन्ड नि बुझ्दैन उही मासु खस्यो यार मुसु खाइदे चक्क लाएर प्रोसेसमा खाने चक्क लाएर अब चाहिँ यहाँ के दाइले मसुको चाहिँ अरूसँग भ्याएन काट्दै मजाले हान्दैछ टक्कै यहाँ भित्र हुनुभयो फुलिहाल्यो त के हो यो चाहिँ धेरै भइसक्यो आएर चैते दसैँ हो नि त त्यही भएर निकाल्दै हाल्दै त्यही हो अनि यहाँ चाहिँ के यो पिठो हो यो पिठो ए धेरै पिठोलाई यहाँ हाल्ने अनि यहाँ हालेपछि रोटी रातो हुन्छ बडा भयो त्यो सबै सम्झाउनु पऱ्यो अनि यहाँ यो गरेर सेतो 1 मिनट लाउँछ यो बन्न एउटा बन्न एउटा बन्न 1-2 मिनट लाउँछ अलि त रातो भइसक्यो बिचको चाहिँ के हो त्यो बिचको डिजाइन यो उसमै तौलोमै हुन्छ कि के भयो हालियो डिजाइन ए हजुर यहाँ बनाइदिनु भयो यहाँ ग्यास यहाँ मुनि राखेर यहाँ माथिको ग्यास यहाँ मुनि राख्नु सही हुन्छ अरे त घर चाहिँ त्यही ल म चाहिँ ट्याक्क मासु सिकन दिनुभयो होला है म चाहिँ ट्याक्क तल गएर अनि फेरि त्यो ऊ भयो क्या मेरो पुरै मासुलाई थिया भयो अनि त्यसपछि तल फ्रेसको दिएको सुगा फेर्दै अनि लुगा धोएर बसिरहेको म चाहिँ अनि त्यसपछि मासु सासु गाडीको भिडियो हेर्नुभयो होला त्यो गाडीमा हिँडेको चाहिँ मैले लामो भिडियो बनाइन छोटो बनाएर राखेको छु एकदम मजाले हेरिदिनु भयो होला अहिले पनि मजा आइरहला है तपाईँलाई अहिले मजा आइरहला भिडियो हेर्दाखेरि एकदम मनोरञ्जन भइरह होला होइन अनि त्यही अब सबैलाई ह्याप्पी चैते दसैँ अनि चैते दसैँको एकदम राम्रो शुभकामना सबैलाई अनि त्यही ल अब म पनि मेरो भिडियो हेर्दैतिर एन्ड गरिदिन्छु अब रात पनि पर्नु लाग्यो सायद पर्छ नै होला यी फुल पो हो त है आमा हेर्नु न कस्तो मजाले फल्यो कि यस्तो धेरै फल्यो भने तल नि फुलहरू छ टन्ने ओहो यो खोज्नु कति राम्रो हो आमा अब फुल जस्तो भए पनि म भन्दा चाहिँ राम्रो कुनै पनि छैन जस्तो मलाई लाग्छ कालो भएर कि अनि त्यही ल मेरो भिडियो चाहिँ त्यति इन गरिदिन्छु मन पऱ्यो भने सबै लाइक सेयर सब्सक्राइब गरिदिनु होला मन नपऱ्यो पनि पर्छ पछि पर्दै गर्छ त्यही भएर लाइक सेयर सब्सक्राइब गर्नु होला सबैलाई त्यो हल्का फुल्का सेयर पनि हालिदिनु होला कमेन्ट आज भिडियो कस्तो थियो र कस्तो हुनु पर्थ्यो सानो प्रतिक्रिया चाहिँ कमेन्टमा छोडिदिनु होला ल सबैलाई बाई है त ल म गएको अब नेक्स्ट भिडियोमा भेटौँ ल सबैलाई